Hello guys, good morning सबैजनालाई वेलकम टु माई युट्युब च्यानल एन्ड फेसबुक पेज। आज भने चाहिँ परिसारमा चाहिँ स्ट्रबेरीको लागि मल बढ्दैछु। अन्त परिसा पनि सकाउने अरे मलाई मल बढ्नु। चाहिँ के गर्नु भएको तिमी? यता हेरिन्दा काम गरेको के को काम हो? स्ट्रबेरीको परिसाको चाहिँ आज छुट्टी छ हैन, स्याटरडे चाहिँ छुट्टी हुन्छ। अनि म चाहिँ परिसारमा चाहिँ स्ट्रबेरीको लागि मल बढ्दैछु। आज चाहिँ मल चाहिँ पट कम्ती रहेछ र कम्ती मात्रै बढ्छु होला। भिडियोमा बोल्दै उयो गर ल। आज भने चाहिँ आमा र छोरी चाहिँ मेरो चाहिँ कानमा घाउ भएर तिम्रो त भएको छैन नि? भएको छैन रहेछ। हुन्छ आमा र छोरी चाहिँ मल बढ्दैछु। यो अर्को छ तिम्रो? छिटो न, जुनैमा पनि बढ न एउटा। यता आएर बढ। सो गाइस आज अब चाहिँ स्ट्रबेरी सार्ने टाइम भयो हैन। यो बर्खामा चाहिँ स्ट्रबेरी पुरा सार्नुपर्छ हैन। सार्ने मजाले उम्रिन्छ। र मेरो परिसा चाहिँ स्ट्रबेरीको लागि चाहिँ मल बढ्दैछु। तिमी त हातले बढ्नु नि, त्यस्तो गरेर बढिदिन्छु कि। कस्तो खाले मल परेछ त फस्यो। हाम्रो चाहिँ यो ग्लोभ्स पनि छैन आज चाहिँ हो, हातले नै बढ्दैछु। ग्लोभ्स पनि कहाँ पुग्यो है। कहाँ पुग्यो नि आज आमा र छोरीको ग्लोभ्स त कहाँ पुग्यो अनि हामीले लोपेको तपाईहरु त बाउ भयो भने त हामी लोप्छ है। हाम्रो दुईजनाको कहाँ लाग्यो? खोज्नु पर्दैन, म गर्ने। अर्को पट म भने तिनीहरु मेरो परिसाले यति चाहिँ बढिसकेछ। एकछिन यसलाई पटाउनुपर्छ यस्तो गरेर। जसको पनि स्ट्रबेरीहरू रोपेको छ भने अब चाहिँ सार्ने टाइम भयो है। त्यहीबाट चाहिँ बिउ निस्किन्छ। भयो यो बढिसक्यो। यो बढ्यो भने म पट लिएर आउँछु। यहाँ फोनमा बोल्दै गर्नु ल। बढ्यो भने ल। आज त्यो मल भर्दै छु हैन। सबै गर्छु, लाइकहरु गरिदिनु हैन। काम गर्दैछु हैन। मम्मा टङ्नु नि त्यो पट बनाइदिनु। किन बेसी गएको? म दिँदैछु हैन। यो त तपाईको यो त तपाईले राख्नु मेरो ल। म गर्दिनँ ल। अहिले चाहिँ पुरा अहिले अघि त धुम्म परिरहेको थियो है। अहिले त पुरा गरम पनि हुन थाल्यो खै। म बोल्न सक्छु हैन।
हात घोच्छ है हात यस्तो हिँडेर घोच्छ घोच्छ नि जोगाएर गर्नु पर्यो नि त यस्तो किरा हुन्छ अहिले हात टोक्ला नि टोट तिमी चाहिँ यो फोनमा बोल्दै मात्रै बस न किराले टोक्छ अन्त थाहा भएन यो माथि राख उता राख पोख्यो अब मिला मजाले राख मजाले मिला राख्नु यो राख माथि राख न नानी सबै बन्नु छ थुप्रो छ अहिले तिमी एक्लैले सक्छ छोडी राख्दिन तिमीलाई ह एक्लै बन्नु सक्छ सबै बन्नुपर्छ तिमी र मै भएर भन्दिनु न साथीभाइलाई भन्नु नि अन्त लाइक गरिदिनुहोस् भन्नु नि अन्त सब्सक्राइब गरिदिनुहोस् भन्नु अलिक बढी बनाऊ बढी
भ्यान्ट बजाउँछु भ्यान्ट भन्छ हल्लै ज्यादा परीक्षाको हल्लै है परीक्षाको त काम गर्नु पनि त बेसी हल्ला हुन्छ नि त हेलो गाइस सबैजनाले लाइक गरिदिनु होला हैन पनि गर्नु हैन यो त निकाल्नु सार्छ है हाम्रो त सारो है हैन तपाईले हामी गर्नु है साह्रो लाग्यो तिमीलाई कि सजिलो लाग्यो सजिलो तपाईले मलाई त सजिलो लाग्यो तपाईले सजिलो लाग्यो तिमीलाई त साह्रो पर्यो होला हौ सजिलो सजिलो को फल्स बोली सक्छ र अनि बोल बोल तपाईको त बोल है मेरो पनि बोल्नु आटेको छ हैन बोल बोल अक्को काई अक्को त नै हो माई यो माई र माले लगाउनु पर्छ त्यहाँ त दुईटा छ एउटा ल्याउ त एउटा म पर्छु एउटा तिमी गर अहिले पानी पर्छ ल्याउ न आइदि यो एउटा म रोप्छु हैन अनि सबै बो बो अहिले चाहिँ बल्ल परिसर म चाहिँ मल भरिसक्यो सक्यो भरेर कतिवटा भरे तिमीले चाहिँ लुजुङ अब लैजाउँ ल माथि हुन्छ छोड ए आमा र छोरीले होस् म गर्छु ल भिडियोमा गर्छु आमा र छोरीले चाहिँ मल भरेर ल्याइसक्यो होइन पट भऱ्यो अन्त मेरो चाहिँ यहाँ यस्तो भइरहेछ सिमीहरू गेदरिङ भइरहेछ हो सिमी काँक्राहरू हो कहाँ काँक्राहरू सिमी फल्दैछ काँक्रा पनि फुल्दैछ हो फल्नुलाई अन्त यहाँ यस्तो पुरा उयो भएको छ नि त अनि यो पछाडि चाहिँ हाम्रो स्ट्रबेरी छ अर्को पटमा सार्नु पर्ने हुन्छ है यसलाई चाहिँ म यसरी काटिदिन्छु अब यसलाई चाहिँ यसरी अब रोपिदिनुपर्छ त्यहाँदेखि फेरि यहाँदेखि चाहिँ फेरि यस्तै जरा पलाएर यसको स्ट्रबेरीको बिजन आउँछ हामी चाहिँ अब यो स्ट्रबेरीको बिजन चाहिँ तपाईँहरूले यसरी जरा आइसकेको हुन्छ अलरेडी बोटबाटै होइन त्यसलाई चाहिँ अब मलमा लगाएर मल माटोमा लगाएर चाहिँ यसलाई चाहिँ रोप्नुपर्छ अनि फेरि यहाँ यसको फेददेखि फेरि अर्को जरा आउँछ है यो बर्खाको टाइममा चाहिँ यसरी आउँछ अब यसलाई चाहिँ रोपिहाल्नुपर्छ है अन्त यो स्ट्रबेरी चाहिँ यहाँ हेर्नु त स्ट्रबेरी चाहिँ पुरा फल्नु चाहिँ फल्दैछ तर यसको पुरा उयो आएको हुन्छ नि त हो यो यहाँ अब हेर्नुहोस् ल यहीँ दब्बे छ झरै हो कि यहीँ रोपिदिनु पर्यो चाहिँ यसरी रोपिदिनुपर्छ हो स्ट्रबेरी अनि यो त झरा यस्तो पलाइछ सिमीकै बोटमा चाहिँ अन्त यो पुरा स्ट्रबेरी चाहिँ यहाँ पछाडि भएर पुरा उयो भएछ हो पुरा यो सेपमा भएछ कि अन्त सेपमा भएर चाहिँ पुरा के जारहरू पनि पलाएछ नि त हो यो चाहिँ स्ट्रबेरी जस्तै हुन्छ कि तर यो स्ट्रबेरी चाहिँ होइन यो चाहिँ यो स्ट्रबेरी सेम हुन्छ कि तर यो स्ट्रबेरी होइन यो जङ्गली स्ट्रबेरी रहेछ हो चाहिँ यसलाई चाहिँ निकालेर फ्याँक्नुपर्छ अस्ति पनि मैले फ्याँकेको स्ट्रबेरीको बोट मम्मीको फोन आएको होइन माथि स्ट्रबेरी चाहिँ अब चाहिँ सार्नु गइरहेछु त्यही राख्नु पर्छ मैला हुन्छ त्यो खरायोको हो त्यही राख्नु त यो चाहिँ पाल्कीको चाहिँ मैले एकै बोट लास्ट राखेँ चाहिँ यो चाहिँ बिउ बसेको छ हो तर यहाँ चाहिँ खोर्सानीलाई पुरा सेभ गरेर पिचुक यो पनि सारिदिनु हुनेछ त कहाँ बजारबाट बोज्छ बजारबाट आउनु भएको हुन्छ हजुर यहाँ पुरा उयो भएछ कि सेपले यिनीहरूलाई अलिक उयो भइसकेर सार्ने टाइम भएको छ सारेको नि हजुर बर्खामा त तर नि पुरा है पिल्सिन्छ नि बाहिर राखेर नि सेपमा छ नि मात्रै नि
हजुर उयो पेटीमा राखौँ न हुन्छ है माथि कस्तो उयो गरेर सिम उयो भएर मलले कहाँ माथि ट्यारिसमा त रोप्छ परिसाको तमास हुँदैछ रोप्नलाई यो चाहिँ पुरा सेप भएछ नि हो पछाडि के अन्त चाहिँ मैले चाहिँ यो स्ट्रबेरी चाहिँ अग्लो अग्लोमा राख्नुपर्छ रहेछ है अग्लोमा राखेको थिएँ पछाडि होइन त पुरा उयो भएछ हजुर झुन त यहाँ भिडियो देखाउनु त सरी तिमी पक्र ल यहाँ देखौ मैले कसरी काट्दैछ जुर्ग उठेर देखाउ न हौ यता देखाउ न यता यता यहाँ देख्दैछ यसरी यो पलाउँदै गरेको हुन्छ हो यसलाई चाहिँ हामीले कसो गर्नुपर्छ भने यसरी काटेर चाहिँ यहाँ राख्नुपर्छ हो अन्त अरू जग्गा केमा फल्छ यता देखाउ यता तिमी चाहिँ फोनमा हेर न यहाँ देख्दैन भिडियो यहाँ देखाउ यहाँ फेदमा देखाउ है देख्दैछ यसरी हो जरा आएको हुन्छ त्यसरी काटेर चाहिँ हजुर रोप्नुपर्छ स्ट्रबेरीको बिजन यो चाहिँ हो स्ट्रबेरीको बिजन पो भन्यो त्यही त देखाउ यहाँ कौन बोल रही है बोडू छोरा अब यहाँलाई स्ट्रबेरीको यो चाहिँ छोरा न देखाउँदैछु नि यहाँ यो चाहिँ स्ट्रबेरीको बिजन हो अब है यति निस्केको छ अन्त सो स्ट्रबेरी चाहिँ कस्तो फल्छ भने चाहिँ यहाँ हेर्नुलाई स्ट्रबेरी पाक्दैछ है हो स्ट्रबेरी पाक्दैछ यहाँ चाहिँ अब यस्तोहरू चाहिँ यो चाहिँ फ्याँक्नुपर्छ यस्तो सुकेको चाहिँ त अब चाहिँ यहाँ मेरो चाहिँ यहाँ हेर्नु नि खोर्सानीहरू चाहिँ पुरा बेसी भएर एउटै क्यारेट कम्ती भएर हेर्नु नि यो चाहिँ लौका हो है लौकाको पनि यो हुँदैछ लाउने बेला भएको छ होइन यहाँ लौकाको पछाडि खोर्सानी छ कि यसलाई सेभ गरेर मार्नु आँटेको छ यसलाई फेरि उयो गरिदिनु भनेको छ त अब यहाँ चाहिँ यहाँ पनि छ स्ट्रबेरी यो चाहिँ यो चाहिँ यस्तो बकेटमा रोपेको थियो कि यत्रो ठुलो ज्याङ्गिएको छ होइन यहाँ हेर्नु सक्नुहुन्छ है स्ट्रबेरी कत्रो फल्छ भनेर यो चाहिँ पाक्दैछ यो स्ट्रबेरी चाहिँ यो चाहिँ परिसाले देख्यो भने चाहिँ कप्पै टिपेर खाइहाल्छ परिसाले चाहिँ देख्यो चाहिँ भने चाहिँ यो स्ट्रबेरी चाहिँ पाक्नु पनि लाउँदैन कप्पै खाइहाल्छ हो त्यसलाई चाहिँ अलिक पाकोस् भनेर चाहिँ यसो गरिराखेको छु योमा चाहिँ पुरा आएको छ जस्तो लागेको त्यो बिजन त्यहाँ छैन रहेछ हिजोअस्ति मैले सारेको यो मैले यो हिजोअस्ति सारेको कत्रो भइहालेछ हुर्किहालेछ बर्खामा सार्यो भने चाहिँ छिट्टो आइहाल्छ नि हो त्यो छैन रहेछ त्यही परिसाले त यो स्ट्रबेरी देख्नु हुँदैन यहाँ हेर त परिसा सो गाइस यो चाहिँ परिसालाई मैले टिपिदिइहालेँ होइन गुलियो गुलियो हुन्छ त यसलाई चाहिँ कसरी दुनुपर्छ हौ छिची आएछ है तिम्रो त खै म पखालिदिन्छु मजाले सफा दुनु हात मजाले मार्नु बुढाउनुलाई पनि छ
यो स्ट्रबेरी पनि पखाल्नु। ए हुन्छ सेन्ड गरिदिनु। लु परी लु भयो अब त्यही यो हात पखाल्नु। ए हुन्छ यता लु खाएर पनि देखा नि त परी चाहिँ हेरौँ। छिटो ल स्ट्रबेरी खायो नि त यता हेरेर। हुन्छ एकैछिन त्यो नौकाले खाएन नि। दामी थ्या सिङ अनुसारी हेरेर फोडी त फेरि एकताल एक बाइट। दामी लाग्यो। दिदीले त स्ट्रबेरी रोप्दैछ है आफै स्ट्रबेरी खानुको लागि आफै रोप्दैछ। त्यो कसरी भएन त अलिक माटो अलिकति यसो कोदालेर उयो गर्नु नि। खै छुनुस् त। यसलाई चाहिँ यस्तो गर्नुपर्छ हो। अब यो पनि रोप्नुहोस्। त्यहाँ बेसी भयो एक एकवटा रोप्नु नि यहाँ पटमा। त्यहाँ रोप्नुहोस् हो त्योमा। लगाउनुहोस् मजाले लगाउनुहोस्। अलिक मजाले लगाउनु है। यो जरापट्टिबाट लगाउनुपर्छ ल। उपर लगाउनु उहाँ लगाउनु उहाँ अर्कोमा ल। जुनैमा बाम रोप न। ए भयो स्ट्रबेरी खाइसक्यो तिमीले परिजा। अघिको यत्रो ठुलो कति छिटो खायौ त। अब यति चाहिँ यति आएछ भ्यू त्यो भिजन हो। योमा चाहिँ छैन रहेछ। अब अरू उफ्रेकोमा चाहिँ के रोपिदिउँ भने चाहिँ खोर्सानी रोपिदिन्छु। यो त मलाई पनि खुवाउँ लाग्यो म पनि खाइदिन्छु। परि चाहिँ यो मलाई पखालिकन ल्याइदेऊ त म खान्छु ल। यो छ्या तिम्रो हात पखाल पहिला। तिम्रो हात पखाल हात पखाल न अन्त यो दिन्छु छिटो न। आधी आधी म आधी तिमी खाऊ। अब यो खाँदैन खाऊ खाऊ। छोड न। प्लान्टमा पानी भरेछ सुक्खामा राखिदिनुपर्छ नि। छैन अब चाहिँ ए खै मैले यहाँ स्ट्रबेरीहरू सारिसक्यो होइन। त स्ट्रबेरी त 3-4वटा मात्रै रहेछ। अन्त खोर्सानीहरू सारिदिएँ हो। अन्त चाहिँ अब चाहिँ ठिक्कै पानी पनि पर्ला जस्तो हुँदैछ हो। आकाशहरू हेर्नु होला पानी पर्ला जस्तो हुँदैछ। अब चाहिँ यहाँ चाहिँ सिमी पनि फल्दैछ। सिमी र बोडी पनि फल्दैछ हो। अब चाहिँ लौका हो यसलाई थाङ्ग्रा दिने बेला भएको छ। खोर्सानीहरू होइन यहाँ चाहिँ फल्नु आँटेको छ। खोर्सानी फुल्दैछ खोर्सानीको। यो चाहिँ खालि हाम्रो यो आँगनमा मात्रै हो होइन। बारीतिर चाहिँ फलिसक्यो फल्दैछ बारीतिर चाहिँ। यो चाहिँ आँगनमा मात्रै अहिले ढिलो भयो। आँगनको चाहिँ पछि यो डिलो रोपेको खोर्सानीहरू हो है। त बारीमा त भइसक्यो। काँक्रा पनि फल्दैछ।